सरकारले ल्याएको 6वटा अध्यादेश के हो र कुन पर्पजको लागि ल्याइयो र राष्ट्रपतिज्यूले अहिलेसम्म कतिवटा पास गरिसक्नु भयो र कतिवटा बाँकी छ भन्ने बारेमा कुरा गरौँ। यो भन्दा पहिला अध्यादेश के हो र यसको किन यति धेरै विरोध हुँदैछ भन्ने बारेमा भिडियो बनाइसकेको छु, त्यो हेर्नु होला। अब कुरा गरौँ। सरकारले 6वटा अध्यादेश एकैपटक राष्ट्रपति कहाँ पठायो, जसमध्ये पहिलो हो यानी नम्बर 1 संवैधानिक परिषद अध्यादेश। समस्या के थियो? नेपाल अख्तियार निर्वाचन आयोग जस्ता ठूलो संवैधानिक निकायमा मान्छे नियुक्त गर्ने काम संवैधानिक परिषदले गर्थ्यो र अहिलेसम्म यो प्रक्रिया अपारदर्शी थियो। कुन आधारमा कसलाई किन नियुक्त गर्यो भन्ने कुरा जनतालाई थाहा नै हुँदैन थियो। अब अध्यादेशले के गर्छ त? नियुक्ति प्रक्रिया खुल्ला र व्यवस्थित बनाउने, बैठक कसरी गर्ने, सिफारिस कसरी गर्ने, यो सबैमा स्पष्ट नियम बनाउने। यसबाट हामी सर्वसाधारणलाई के फाइदा त? राज्यको ठूलो पदमा योग्य मान्छे आउने सम्भावना बढ्छ र कृपाभजन र नेपोटिजम घट्छ। नम्बर 2 सहकारी अध्यादेश। यसमा समस्या के छ भने नेपालमा हजारौं सहकारी संस्थाहरू छन् र यसमा सर्वसाधारण मान्छेले आफ्नो जीवनभरको बचत राखेका छन्। धेरै सहकारीले त्यो पैसा डुबाइदिए, मान्छेहरू सडकमा आए, आन्दोलन गरे। तर अब अध्यादेशले के गर्छ? अब सहकारी चलाउन अनिवार्य इजाजत पत्र लिनुपर्छ। कडा नियम हुन्छ, जताभावी पैसा उठाउन पाइँदैन। सक्रिय राहत कोष बनाइन्छ, जसको सहकारीमा पैसा छ तिनीहरूलाई पहिले फिर्ता गरिन्छ। सर्वसाधारणका लागि फाइदा के त? सहकारीमा राख्नेहरूको बचत सुरक्षित हुन्छ र जसको पैसा डुबिसक्यो उनीहरूलाई राहत मिल्छ। नम्बर 3 विश्वविद्यालय अध्यादेश। यसमा समस्या के छ? नेपालका विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरूमा कुलपति डिन लगायतको पदमा योग्यताको आधारमा होइन, राजनीतिक आधारमा नियुक्ति हुन्थ्यो। जुन दल सत्तामा उसले मान्छे विश्वविद्यालयमा। अब अध्यादेशले के गर्छ त? राजनीतिक नियुक्तिहरूको पुनः अवलोकन गर्ने र पदमुक्तको स्पष्ट व्यवस्था बनाउने। यसबाट हामी सर्वसाधारणलाई फाइदा के हुन्छ भने विश्वविद्यालयमा योग्य मान्छे आयो भने पढाइको गुणस्तरमा सुधार हुन्छ। नम्बर 4 20वटा कानून एकैपटक संशोधन अध्यादेश। नेपालमा भूमि, नापी, मालपोत, शिक्षा, स्वास्थ्य, निजामती सेवा, बीमा यी सबै क्षेत्रमा पुराना र अल्मलिएका कानूनहरू थिए। एउटा काम गर्न जाँदा एउटा कानूनले रोक्थ्यो, कर्मचारी र जनता दुवै अलमलमा। तर अब यो अध्यादेशले के गर्छ? एकैपटक 20वटा कानूनका अवरोधहरू हटाउने र यसबाट हामी सर्वसाधारणलाई के फाइदा छ त? सरकारी काम गर्न जाँदा कम झन्झट र कागज पत्र सरल हुन्छ। नम्बर 5 सरकारी पद अधिकारी पदमुक्त अध्यादेश। यसमा समस्या के थियो भने अघिल्लो सरकारले राजनीतिक आधारमा विभिन्न सरकारी निकायमा आफ्नो मान्छे थुपारिएको थियो। नयाँ सरकार आए पनि त्यो मान्छेहरूलाई हटाउन कानुनी झन्झट थियो। अब अध्यादेशले के गर्छ भन्ने राजनीतिक नियुक्तिमा आएका पद अधिकारीहरूलाई हटाउने विशेष कानून व्यवस्था बनाउने छ। यसमा धेरै विवाद भइरहेको छ। विपक्षले भन्छ हाम्रो मान्छेलाई हटाएर आफ्नो मान्छे लगाउनको लागि यो अध्यादेश ल्याएको हो। यो आरोप प्रति आरोपको विषय बनेको छ। नम्बर 6 सार्वजनिक खरिद अध्यादेश। यसमा समस्या के छ भने सरकारले ठूला ठेक्का निर्माण कार्य सामान खरिद गर्दा पुरानो कानून अनुसार प्रक्रिया अत्यन्तै लामो थियो। कहिलेकाहीँ एउटा ठेक्का दिन नै वर्षौं लाग्थ्यो। अब यो अध्यादेशले के गर्छ? खरिद प्रक्रिया छिटो र पारदर्शी बनाउनेछ। यसमा सर्वसाधारणको लागि फाइदा के हुन्छ भने सरकारी योजना छिटो बन्छ र भ्रष्टाचार घट्छ। सरकारले 6वटा अध्यादेश राष्ट्रपति कहाँ पठायो, जसमध्ये राष्ट्रपतिज्यूले अहिलेसम्म 3वटा मात्र पास गर्नु भएको छ। सहकारी सार्वजनिक खरिद र सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ अध्यादेश। राष्ट्रपतिज्यूले बाँकी 3वटामा किन ढिलाइ गर्नु भइरहेको छ भन्ने प्रश्न अहिले राजनीतिक चर्चाको केन्द्रमा छ। संवैधानिक विज्ञहरूको भनाइ छ राष्ट्रपतिले सरकारको सिफारिसमा अध्यादेश जारी गर्नु संवैधानिक दायित्व हो, तर राष्ट्रपति कार्यालय आफ्नै गतिमा चलिरहेको देखिन्छ। तपाई के भन्नुहुन्छ यसको बारेमा? हाम्रो पेजलाई फलो गर्नुहोला र युट्युबमा हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। तपाईको दिन शुभ रहोस्।